दर्शकबिन चलचित्र एक्लोले किन सोचे अनुरूप कमाउन सकेन? किन दर्शकबिन चलचित्र हेर्न सिनेमाघरमा गएनन्? कहाँ नेर चुकियो चलचित्र? चलचित्रको स्टोरीमा के थियो जस कारणले गर्दा पनि दर्शकबिनहरू हलसम्म जान सकेनन्? दर्शकबिन चलचित्रको हाइट त एकदमै ठुलो थियो। यो चलचित्रको चर्चा पनि बजारमा धेरै थियो। नेपालमा साइफाई चलचित्र यस्तो बन्ला र यो चलचित्रले नेपाली बक्स अफिस रेकर्ड तोड्ला भन्ने आम नेपाली दर्शकबिनहरूलाई थियो। तर चलचित्रले सोचे अनुरूप कमाउन सकेन। यसको आमदामी, यसको कमाई एकदमै कम छ। दर्शकबिन यो चलचित्रको बजेट कति हो? यो चलचित्र नेपाली बक्स अफिसमा हिटिनु यसले कति कमाउनु पर्छ र यो चलचित्र नचल्नुका के कारणहरू हुन् त? आजको यस भिडियोमा हामीले जानकारी लिएर आएका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। आउनुहोस् दर्शकबिन सुरु गरौँ। दर्शकबिन चलचित्र एक्लो नचल्नुको पहिलो कारण हो यसको भाषा। यो चलचित्र आधाभन्दा बढी इङ्ग्लिस भाषामा रहेको छ, जस कारणले गर्दा पनि आम नेपाली दर्शकबिनहरू, कम पढे लेखेका वृद्ध बालक र बुढा बा आमालाई यो चलचित्रको भाषा थाहा नहुन सक्छ। जस कारणले गर्दा कम पढेका वृद्ध बालक, दाजुभाइ, दिदीबहिनीहरू यो चलचित्र हेर्न नगएका हुन पनि सक्छन्। जस कारणले गर्दा चलचित्र हेर्न सिनेमामा मानिसहरू नगएका हुन सक्छन्। त्यसै गरी 2 नम्बरमा गाउँले परिवेशका चलचित्र हेर्ने गरेको हाम्रो बानी साइन्स र साइफाई चलचित्रको स्टोरी, कथावस्तु नबुझ्न पनि सक्छन्। जस कारणले गर्दा सिनेमा हेर्न चलचित्रमा दर्शकहरू नगएका हुन सक्छन्। त्यसै गरी 3 नम्बरमा जसलाई लिएर चलचित्रमा यति धेरै प्रचार र प्रशंसा गरिएको छ, अभिनेता प्रदीप खड्काको वास्तवमा उनको चलचित्रमा रोल एकदमै कम छ। साँच्चै भन्ने भनेको उनको केमियो रोल मात्रै छ। जस कारणले गर्दा पनि प्रदीपका फ्यानहरू चलचित्र हेर्न सिनेमाहरूमा नगएका हुन सक्छन्। यदि उनको रोल A to Z हुन्थ्यो भने उनका दर्शकहरू, उनका फ्यानहरू उनलाई हेर्न सिनेमाघरमा जान्थे र चलचित्र चल्न सक्थ्यो। त्यसै गरी 4 नम्बरमा दर्शकबिन जुन प्रकारले एक्लो चलचित्रलाई साइफाई चलचित्र भनेर एकदमै धेरै हाइप र प्रचार गरिएको थियो, यसको स्टोरी राम्रो थियो, यसको चर्चा धेरै चलेको थियो, त्यो अनुरूप चलचित्रले पसिन सकेन अथवा त्यो अनुरूप चलचित्रले देखाउन सकेन। चलचित्रमा फ्युचरिस्टिक र ओल्ड पछि पेन्डेमिकको कुरा गरेको थियो, तर त्यो एक्साइटमेन्ट भने चलचित्रले दिन सकेन। जस कारणले गर्दा दर्शकबिनले यो चलचित्र मन पर्न सकेन र चलचित्र हेर्न हलसम्म पुग्न सकेनन्। त्यसै गरी 5 नम्बरमा चलचित्रको कन्टेन्ट, स्टोरीमा दम नै छैन। चलचित्रको पेसिङ कहीँ सोलो छ, कहीँ स्टार्ट छ, कहीँ रस छ, कता कता नमिले जस्तो लाग्छ। जस कारणले गर्दा पनि दर्शकबिनले यो चलचित्रलाई मन पराएनन्। दर्शकबिन यस चलचित्रको केही राम्रो पक्ष पनि छ। यस चलचित्रमा कविता नेपालीको रोल एकदमै राम्रो छ। पुरा फिल्मको रोल नै उनले लिड गरे जस्तो देखिन्छ। फिल्मको एक्सन राम्रो छ, सिन, फाइट, स्टन्ट एकदमै राम्रो छ। सिनेमाटोग्राफी पनि राम्रै छ, तर फिल्म पुरै हेर्दा डिसपोइन्टेड देखिन्छ। दर्शकबिन यो चलचित्रको बजेट अत्याधिक रहेको छ। बजेट लगभग 6 करोड बराबरको रहेको छ। यो चलचित्र नेपाली बक्स अफिसमा हिट हुन यसले कम्तीमा पनि 12 देखि 13 करोड बराबरको ग्रस कलेक्सन गर्ने देखिन्छ। दर्शकबिन यो चलचित्रले पहिलो दिन 8 लाख बराबरको ग्रस कलेक्सन गरेको छ भने दोस्रो दिन 7 लाख, तेस्रो दिन 8 लाख र आज चौथो दिन पनि यो फिल्मले 6 देखि 7 लाख बराबरको ग्रस कलेक्सन गर्ने देखिन्छ। दर्शकबिन सरस्वती हेर्दा यो फिल्मले अहिलेसम्म 45 लाख बराबरको ग्रस कलेक्सन गरेको छ भने यो चलचित्र नेपाली बक्स अफिसमा हिट हुन धेरै नै गाह्रो छ दर्शकबिन, किनकि चलचित्रको बजेट नै एकदम धेरै रहेको छ र चलचित्रले 13 करोड कमाउनु पर्ने हुन्छ। 4 दिनसम्म आइपुग्दा चलचित्रले जम्मा 40 देखि 50 लाख बराबरको ग्रस कलेक्सन गरेको छ र चलचित्र झट्ट हेर्दा नेपाली बक्स अफिसमा फ्लप भएको सङ्केत देखिएको छ। दर्शकबिन तपाईँलाई यो चलचित्र कस्तो लाग्यो? यो चलचित्रलाई के भन्न चाहनुहुन्छ? चलचित्र हेर्नुभयो या हेर्नु भएन? हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनु होला। यदि तपाईँले हाम्रो युनिक च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरेर हामीसँग जोडिनु होला र दर्शकबिन यो भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई।